त्यो चक्लेटदेखिबाट लिएर त्यो एमरन त्यो के हो टिस्यु हो अनि त्यो लिप बाम अनि पछि यो चाहिँ मलाई चाहिँ एकदम युजफुल छ के मलाई चाहिँ एकदम काम लाग्छ यो चिज किनकि मेरो चाहिँ दुईवटा फोन छ नि त सो त्यो भएको कारण वान स्पेसली हामी ब्याक अगेन विथ अ न्यू भिडियो सो अब म चाहिँ पार्कबाट आइसकेँ अब म र मम चाहिँ ड्याडीलाई खाना छोड्न जान्छौँ र खाना छोड्न पनि जान छ र धेरै कुराहरू किन्न छ ट्रेकिङ जानको लागि हाम्रो चाहिँ भोलि फिक्स भयो ट्रेकिङ जाने सरले मलाई 7 बजीभित्रमा कलेज जान हो सो मलाई चाहिँ थर्मोकोट चाहिएको छ ग्लोभ्स र चक्लेट र मेडिसिनहरू पनि किन्न छ सो मेरो साथीले भन्न त भनेको थियो है दिन्छु चाहिँ भनेको थियो मलाई मेडिसिन र पावर ब्याङ्क ल्याइदिन्छु भनिरहेको थियो अब दिन्छ जस्तो चाहिँ मलाई लाग्दैन अस्ति नै भनेको थियो सो त्यही त हो त सामानहरू किन्न छ सो लेट्स हेरौँ के कस्तो हुन्छ भनेर र मम चाहिँ पसलबाट फर्क्यो ममले लास्ट कुराउनु भयो मलाई पसलमा सो अब चाहिँ मास्क लिन जान छ अनि ग्लोभ्सहरू पनि लिन त्यो चक्लेटदेखिबाट लिएर त्यो एमरन त्यो के हो टिस्यु हो अनि त्यो लिप बाम अनि पछि यो चाहिँ मलाई चाहिँ एकदम युजफुल छ के मलाई चाहिँ एकदम काम लाग्छ यो चिज किनकि मेरो चाहिँ दुईवटा फोन छ नि त सो त्यो भएको कारण वान स्पेसली हामी ब्याक अगेन विथ अ न्यू भिडियो सो अब म चाहिँ पार्कबाट आइसकेँ अब म र मम चाहिँ ड्याडीलाई खाना छोड्न जान्छौँ र खाना छोड्न पनि जान छ र धेरै कुराहरू किन्न छ ट्रेकिङ जानको लागि हाम्रो चाहिँ भोलि फिक्स भयो ट्रेकिङ जाने सरले मलाई 7 बजीभित्रमा कलेज जान हो सो मलाई चाहिँ थर्मोकोट चाहिएको छ ग्लोभ्स र चक्लेट र मेडिसिनहरू पनि किन्न छ सो मेरो साथीले भन्न त भनेको थियो है दिन्छु चाहिँ भनेको थियो मलाई मेडिसिन र पावर ब्याङ्क ल्याइदिन्छु भनिरहेको थियो अब दिन्छ जस्तो चाहिँ मलाई लाग्दैन अस्ति नै भनेको थियो सो त्यही त हो त सामानहरू किन्न छ सो लेट्स हेरौँ के कस्तो हुन्छ भनेर र मम चाहिँ पसलबाट फर्क्यो ममले लास्ट कुराउनु भयो मलाई पसलमा सो